सानु र अर्जुन सानो गाउँमा सँगै हुर्किएका थिए। बाल्यकालदेखिको मित्रता बिस्तारै प्रेममा बदलिएको थियो। उनीहरू एकअर्कालाई अत्यन्त माया गर्थे, तर सोच्थे हाम्रो प्रेम त भगवानले नै लेखेको छ नि, केही गर्नै पर्दैन। समय बित्दै गयो। अर्जुन उच्च शिक्षा लिन सहर गयो, सानो गाउँमै बसिरहे। सुरुमा उनीहरू हरेक दिन कुरा गर्थे, सपना बाँड्थे, तर समयसँगै अर्जुन व्यस्त हुँदै गयो। उसले सानुलाई भनेको थियो, हाम्रो माया कहिले परिवर्तन हुँदैन। तर उसले सानुलाई दिने समय भने कम हुँदै गयो। एक दिन सानुले अर्जुनको फेसबुकमा हेरे। त्यहाँ उसले नयाँ साथीहरूसँग रमाइरहेको फोटोहरू देखे। अर्जुनसँग कुरा गर्दा उसले सधैँ भन्थ्यो, सानु म तिमीलाई नै माया गर्छु, तर अहिले पढाइमा ध्यान दिनुपर्छ। सानुले महसुस गरे अर्जुन बिस्तारै टाढिँदै थियो। समय बित्दै गयो। अर्जुनले सानुलाई पहिले जस्तो माया देखाउन छोड्यो। ऊ व्यस्त थियो, तर सानुले उसलाई बचाउने प्रयास गरिरहेकी थिए। उसले अनेकौँ पटक प्रयास गरे, तर अर्जुनले बुझ्ने चेष्टा गरेन। अन्ततः सानुले आँसु बगाउँदै निर्णय गरे, माया एकतर्फी मात्र हुँदा टिक्दैन, दुवैले जोगाउनु पर्छ। केही वर्षपछि अर्जुन गाउँ फर्कियो। ऊ सानुलाई भेट्न गयो, तर सानु अब पहिले जस्तै थिएन। उनी अब आत्मनिर्भर भइसकेकी थिइन्, खुसी थिइन्, र उसको जीवनमा केही नयाँ आइसकेको थियो। अर्जुनले महसुस गर्यो, यदि म पनि त्यति बेला सम्बन्ध बचाउन प्रयास गरेको भए सानु अझै पनि मेरी हुन्थिन्, तर अब ढिला भइसकेको थियो।